हेलो नमस्ते। म हजुरहरूलाई केही धेरै दिन भइसक्यो काठमाडौँको वातावरण देखाउँछु। प्रदूषण हेर्नुहोस्, काठमाडौँ हेरिसक्नु छैन। नेपालको राजधानी काठमाडौँ सहर। बाहिर ननिक्लिनु होला है, बाहिर निक्लिनुहुन्छ बिना काममा भन्नुहुन्छ। मान्छे दैनिक ज्याला मजदुरी गरी खानेहरू बाहिर ननिक्ली हुन्छ? हुँदैन। अब के गर्ने? नेपालमा भएका यसै भिडियोमा म देखाउँछु। हेर्नुहोस् के फरक रहेछ गाउँ सहर, हैन? हरियाली रुखहरू भएपछि के भिन्नता रहेछ भन्ने कुरा थाहा पाएँ। मैले बल्ल थाहा पाएँ, हजुरहरूले पनि हेर्नु होला। काठमाडौँको अहिले यो हो मेरो उदयपुर जिल्लाको 6 नम्बर वडा अन्तर्गत त्रियुगा नगरपालिका 6 नम्बर वडा अन्तर्गत पर्ने सामुदायिक वन। यो वन 2046 सालमा मासियो, धेरै कटान भयो। तर अहिले बिस्तारै जङ्गलले धेरै आफ्नो स्वरूप परिवर्तन गरेछ। भर्खरै म यो हुन त यहाँ पनि मौसम राम्रो छैन। आकाश हेर्नु निलो हुनुपर्नेमा वायु कोषले गर्दाखेरि फरक छ। तर रुख बिरुवाहरू भएको हुनाले ल हेर्नुहोस् कस्तो फरक रहेछ। त्यति छुट्याउनु हजुरहरू, तपाईँहरूले छुट्याउनुहोस्। अब यो रुख हुँदा के फाइदा हुन्छ भन्ने कुरा हेर्नुहोस्। बाटो यो चाहिँ कदमा गाईघाट लाहान महेन्द्र मार्गसँग यसको अगाडि गएर छुन्छ लाहान गाईघाट भनिन्छ कदमा। कस्तो राम्रो जङ्गल छ, आम्दानी छ। गाई बाख्रा वस्तुभावहरूलाई सजिलो छ। अहिले घाँस दाउरा प्रशस्त छ। जङ्गल भएपछि कति राम्रो हुँदो रहेछ। सहरमा र यही फरक छ। त्यसै त नेपाल हरियो वन भने हामीले चाहिँ हाम्रो पाला पढेको थियौँ। अब तपाईँले त देख्नुभएको वडा नम्बर 6 अन्तर्गत पर्ने मोहनपुर गाउँ। त्यो गाउँमा कति राम्रो छ। त्यो गाउँमा फ्याक्ट्री पनि छ एउटा, सायद यो के कुखुरामा दानामा हाल्ने कङ्क्रिट छ के बनाउने, खै धुलो जान्छ त्यो छैन नि त। केले गर्दाखेरि भन्नुहुन्छ भने वातावरण जङ्गलले गर्दा त्यो सुरक्षित भएको। त्यसरी जङ्गल विनाश नगरौँ। जङ्गल भएको ठाउँमा अलिकति त जे भए पनि राम्रो छ। सहर त सहरै हो। तपाईँहरूलाई कस्तो लाग्यो? गाउँ राम्रो कि सहर राम्रो? हेर्नुभयो होला। अझै पनि भन्छु रुख रोपौँ। रुख रोप्न राम्रो म भन्छु होइन, रोप्ने गरौँ सबैले। मोहनपुर वडा नम्बर 6 अन्तर्गत पर्छ मोहनपुर गाउँ। कस्तो लाग्यो तपाईँलाई यो गाउँ? यो गाउँको पर देखिने चाहिँ त्रियुगा नदी हो। त्यो त्रियुगा नदी पर्दछ। यो देख्नुभएको बाटो वडा नम्बर 6 अन्तर्गत जलजले गाईघाट जाने बाटो हो। हस् त, तपाईँहरूलाई कस्तो लाग्यो? राम्रो सुझाव दिनुहोला। जङ्गलबाट पनि फाइदाहरू भन्नुहोला। हस् त, नमस्ते, बाई बाई।